दर्शक श्रोताहरू हार्दिक स्वागत छ बुन्टी सिरियलको नयाँ रिभ्यू भिडियोमा। साथीहरू, यति बेला बुन्टी सिरियलमा भने नयाँ मोड आएको छ। हो साथीहरू, यति बेला बुन्टी सिरियलमा पनि अब भूपेन्द्र बोल्ने प्रयास गरिरहेका छन् भने केही हदसम्म भूपेन्द्रको स्वास्थ्यमा सुधार आएको देख्न पाइन्छ। हो साथीहरू, हामीले अब लामो समयदेखि आवाज ननिकालेका भूपेन्द्रले पनि अब बुन्टुको नामसम्म जप्न प्रयास गरेका छन् भने केही हदसम्म आवाज निकाल्ने प्रयास गरिरहेका छन्। हो साथीहरू, केही समय भुन्टी आफ्नो सामु नहुँदा अब भुन्टी दाजुभाउजूलाई भेट्न गएकै अवस्थामा यता दाजुसँग आफ्नै दाजुसँग भुन्टु खोइ भनेर आफ्ना दाजुलाई सोधेका हुन्छन्। हो साथीहरू, अब पनि तँलाई किन चाहियो भुन्टी? भुन्टी एकछिन नहुँदा तँलाई अहिले साथमा भुन्टी चाहियो? भुन्टीलाई यति धेरै पीडा र यातना दिने अहिले पनि एकछिन आफ्नी श्रीमती यानि कि भुन्टी नहुँदा तँलाई भुन्टी चाहिने? यति धेरै दुःख र पीडा यातना दिएकै छस् तैले, र अब माइतीलाई पनि कति धेरै वचनहरू लगाएको छस् र चित्त दुखाएको छस्। त्यसै कारण पनि यति बेला बोलचाल र भेटघाटसम्म नभएका आफ्ना दाजुभाउजू भेट्नकै लागि केही समयका लागि आफ्ना दाजुभाउजूलाई भेट्न गएकी छ भुन्टी भनेर आफ्ना दाजुले भेट्दा अब भुन्टीलाई बोलाइदिनुहोस् न भनेर आवाज निकालेको हामीले सुन्न पाउँछौँ। हो साथीहरू, अब भने भूपेन्द्रले यस्तो कुरा गरिरहँदा अब तैँले कति धेरै चित्त दुखाएको छस्। त अहिले रोएको देख्दा मेरो मन खाएको छैन। तँलाई अनुहार देख्दा र मान्छे देख्दा मन खाएको हुन्छ र पनि बानी बेहोर देख्दा मलाई अझै रिस उठेको छ तँलाई देखेर। कति रुन्छस् रो अहिलेबाट, यानि कि अब रात दिन रुन्छस् भने पनि रो, तर मेरो मन यति पनि त रोएको देख्दा खाएको छैन र पग्लिएको छैन। त यतिसम्म घटिया यानि कि यस्तो निज व्यक्ति होस् भनेर आफ्नै दाजुले भाइ भूपेन्द्रलाई भनेको कुरा हामीले देख्न पाउँछौँ। हो साथीहरू, अब भने भुन्टी त्यहाँबाट फर्किरहने क्रममा आफ्ना दाजु टोकलेलाई बाटामा भेटेपछि केही भलाकुसारी गर्नका साथ अब माफी मागी यति बेला आफ्ना दाजु टोकलेको मन जितेकी छिन्। हो साथीहरू, अब जे जस्तो भए पनि अब दाजु म धेरै समय बस्दिनँ, उहाँलाई निको हुने बित्तिकै तपाईँहरूसँगै आएर बस्नेछु भनेर आफ्नै दाजु टोकलेलाई वचन दिएर त्यहाँबाट घर फर्किएकी छिन् यति बेला। हो साथीहरू, अब पनि केही समय पश्चात भुन्टी घरमा आउँदा भूपेन्द्र केही बोलेको जस्तो आवाज सुन्छन् र यता दाजुले भुन्टी तिमीलाई खोजेको थियो भूपेन्द्रले भनेर भनेका हुन्छन् भने अब उहाँ बोल्नु भएको छ, बोल्न सक्नुभयो, आवाज निक्लिएको थियो भनेर हतार हतार गरी नजिक जान्छन् र अब भुन्टु तिमी कहाँ गएको थियो भनेर यता भूपेन्द्रले केही आवाज निकालेर सोद्धासम्म अब भने भुन्टीले अझै बोल्ने र यसरी बोल्ने प्रयास गर्नुभयो भने चाँडै निको हुनेछ भनेर भुन्टीले सम्झाएको कुरा हामीले देख्न पाउँछौँ।